है ल तल अरुण नदी हैन अरुण करिडोर अब हामी यात्रा गर्दैछ यहाँ है धुलो खान चाहिँ साह्रै मजा आउँछ है अब यो बाटोमा नि ल हेर्नुहोस् त यहाँ यो तल तपाईहरुले देख्न सक्नुहुन्छ पिखुवा खोला भोजपुरबाट आएको छ भोजपुरलाई बीच भागमा काटेर आएको छ त्यसैगरी यताबाट अरुण चाहिँ यहाँबाट छेलिएको छ यहाँ परबाट सम्भवतः देख्छौँ होला यो यतापट्टिको यो अरुण पिखुवा मिलेपछि अरुण भएको हामीहरूले देख्न सक्छौँ र यो अरुण करिडोर है यो पछि चाहिँ भविष्यको चाहिँ एकदम राम्रो स्थान हो यो सडक जब निर्माण भइसक्छ यो लेगवा र चतरा जोडिन्छ त्यसपछि यो क्षेत्रलाई धेरै फाइदा पुग्छ यहाँको कृषि पर्यटन आर्थिक विकास लगायत धेरै कुराहरूलाई चाहिँ यसले फाइदा पुर्याउँछ ल हेर्नुहोस् यसरी बनिरहेछ यो ठ्याक्कै मलाई दूरी चाहिँ थाहा भएन लेगुवाबाट चतरा जोड्नलाई चाहिँ सम्भवतः 65 किलोमिटर हो कि जस्तो लाग्छ अहिले यो पहिलो चरणमा यो ट्र्याक खोल्ने काम भइरहेको छ चतरादेखि लेगुवासम्म यो 4 खण्ड या 5 खण्ड लगाएर चाहिँ ट्र्याक खोल्ने काम गरिरहेको छ तपाईहरुले देख्न सक्नुहुन्छ यसरी ठाउँ ठाउँमा काम भइरहेको छ निर्माणाधीन अरुण करिडोर काम धमाधम भइरहेको छ यो बाटो निर्माण भइसकेपछि चतराबाट अरुण लेगुवा घाट सिधै जोडिनेछ बिचमा यो दुर्गम क्षेत्रका रूपमा चिनिन्छ यो क्षेत्र पनि यातायातको पहुँचमा हुनेछ त्यसैगरी भोजपुर शङ्खसभा लगायतका स्थानलाई चाहिँ तराईसँगको दूरी घट्छ तपाईहरुले देख्न सक्नुहुन्छ काम धमाधम भइरहेको छ
अब यो सम्भवतः मैले अहिलेसम्म बुझेअनुसार चाहिँ पुलको चाहिँ कहीँको पनि ठेक्का लागेको छैन। पुलदेखि बाहेक अरू काम भइरहेको छ। हो पछि त धेरै गजब हुन्छ नि सर यो, तर काम पनि छिटो हुँदैछ यसको। जान्छ तमोर करिडोर जसरी हाई भएको छ नि, भविष्यमा यो पनि हुने त्यस्तै है, बन्नु मात्रै पर्छ। भोजपुर शङ्खसभा खोटाङदेखिका यात सवारी साधनहरू चाहिँ यो बाटो हुँदै ततारा निक्लिनेछन्। यो आज मैले अरुण करिडोर अन्तर्गत तपाईँहरूलाई देखाएको दृश्य चाहिँ तिखुवा खोलादेखि मुगा खोला बिचको हो है। तिखुवा भनेको त भोजपुरबाट आउने ठाउँबाट मुगा खोलासम्मको दृश्य चाहिँ देखाएँ है मैले आज तपाईँहरूलाई अरुण करिडोरको। देख्न सक्नुहुन्छ एउटा अरुण करिडोर भइहाल्यो। अर्को यो तलतिर जाने चाहिँ सुनबालुवा पारी भोजपुर तर्छ यहाँबाट अलि परबाट, अनि यहाँबाट उकालो लाग्दा चाहिँ पाखरीबास पुग्न सक्छौँ हामी। र आजको यो अरुण करिडोरको यात्रा यति नै। अरू स्थानमा जाँदा पनि म तपाईँहरूलाई कसरी के हुँदैछ म देखाउने नै छु। यो भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिनु होला। र अरुण करिडोर भन्दै गर्दा तपाईँहरू कहाँबाट भिडियो हेर्दै हुनुहुन्छ र तपाईँहरू कतिको खुसी हुनुहुन्छ, अरुण करिडोर बन्नुपर्छ बन्नु पर्दैन, कृपया आफ्नो प्रतिक्रिया दिनु होला। हुन त प्रतिक्रिया दिए पनि नदिए पनि अरुण करिडोर बन्ने नै हो। त्यही पनि तपाईँहरूलाई के लाग्छ अरुण करिडोरले यो क्षेत्रमा के फाइदा पुग्छ कस्तो हुन्छ त्यो बारेमा चाहिँ भन्न नभुल्नु होला। हस्, धन्यवाद।